जेठा ओए जेठा ओ जेठा ओ मैलो यता आउँछ मैलो मैलो यता आउँछ मेरो नाकमा पनि टोक्रो हुन्छ यो भोक लागेको बिचरा आमा के खानु पाएन मेरो कान्छो कान्छोले यो ओए कान्छो यता हेर्न दुईटा आगो पुल्ने भएको आमा हो जस्तो ओए आमालाई जस्तै पुल्ने भएको थियो क्या कान्छो ओए कान्छो ल ल मेरो कान्छो यो आमाले बोलायो ल ल ल ल ल ल तिम्रो कान्छो छोराले आमाले बोलाएर एकचोटि ल हिजो राति राति पाएको होइन राति 7-8 बजीतिर पाएको तेह्र- ओ आमासँग 13 गते। सुतेर ल ल आमा त ज्यान त म त अगाडि छ ओए उठ्ने भनेर यो उठ्नु सक्दैन के भएको यो पेटमा हुँदै उसलाई लोड धेरै भएर सुतेको सुते यो खुट्टा चाहिँ अलिकति यो तन्किएपछि तन्के भयो यो खुम्चिनु यसो के भएको यो यस्तै खुम्चिनु पाएन यस्तो न दुख्ने महसुस भइरहेको यसमा अलिअलि त्यति धेरै त गरे होइन अलिअलि अलिअलि गरे 7 वर्ष भइसक्यो अनि कति बेचसम्म ब्याउँछ नि यसले यस्तो गर्नु पर्यो यस्तो दबाई आफै डक्टर मालिस ल यति गर्दै दादी यस्तो गरेर अलि त खुट्टा त खुम्चिनु पर्छ ल उठे त उठ्ने हो दादी उठे त ल उठेछ ल उठेछ ल बल गर नउठ्ने उठे त ओए आमे खोइ उठ्नै सकेन के गर्ने होला यो उठ्नै सकेन ओए ओए मेरो या के रे कान्छो कता गएको ओए कान्छो ओए 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 यता कान्छो यता आऊ यता ओए मैलो ओए मैलो यता जहिले जहिले नि 2टा बोका एउटा पार्टी पाउँथ्यो है मैलो है मैलो जहिले नि 2टा बोका एउटा पार्टी पाउँथ्यो है सब कालो मैलो यो मैलो यो जेठो है ओइ यो जेठो मैलो यो कान्छो त लम्बा तार के भएको यो कान्छो उठेन कान्छो मेरो सुत्नु खोज्यो होला उठेन सुत्नु खोज्यो होला छोडिदिनु ल ल एकचोटि बस्छ नि ल कान्छो है कान्छो ल भयो यस्तो ठिक ल कान्छो